काट्ला। त्यसकारणले अहिले चाहिँ मुलुकको यथार्थ तस्बिर के छ भनेर भन्दाखेरि दिनको चाहिँ 1500-2000 का दरले नयाँ पिँढी सब बाहिर गइरहेको छ। यही हो प्रगति। त्यो बेसारे रङका चाहिँ बसहरूले केटाकेटी जम्मा गर्छ 2 क्लासदेखिका चाहिँ 10 सम्म र उनीहरूलाई दिने शिक्षा के हो भने नेपालमा केही हुन्न। 12 पास गरेपछि जाने अमेरिकै हो, अस्ट्रेलिया हो, युरोपतिर हो। यही हो हामीले प्रगति गरेको, यही हो हाम्रो विकास। ल भन्नुहोस् त, मैले चाहिँ कसैलाई पूर्वाग्रह यो किन भयो भनेर भन्दाखेरि यहाँ पुँजीवादले नाङ्गो आक्रमण गर्यो मुलुकमाथि। हेर्नुहोस्, यहाँ भएका उद्योग धन्दा कल कारखाना सफाक अनि नयाँ पिँढीलाई हामीले दिएको शिक्षा के भन्दाखेरि नेपालमा केही हुन्न, जाने चाहिँ विकसित देशमा हो, यदि त्यहाँ जान सकिन्न भने अरबका खाडीमा हो। अनि त्यहाँबाट ल्याएको तपाईँको चाहिँ जुन यो पैसा हो त्यसले हामीले चाहिँ संसद चलाइरहेका छौँ, सरकार चलाइरहेका छौँ। प्रधानमन्त्रीले यहाँ विकासको कुरा गर्यो सुन्दा मलाई चाहिँ आश्चर्य लाग्यो। यो 4 वर्ष यो 4 पटकसम्म तपाईँहरू त हुनुहुन्छ त प्रधानमन्त्री, अहिले चाहिँ प्रधानमन्त्रीले जे बोलिरहनु भएको छ, यो देशमा तपाईँहरूले कति कल कारखाना खोल्नुभयो, कति उद्योग धन्दा खोल्नुभयो, कति नेपालीलाई रोजगारी दिनुभयो? ल भन्नुहोस् त। भनेपछि अहिले नेपाली जनताले तपाईँहरूलाई जुन सत्तामा शक्तिमा हुनुहुन्छ के दृष्टिले हेरिरहेका छन् भन्नुहोस् त। यति घृणा चाहिँ राजनेताप्रति जनताले चाहिँ प्रकट गरेपछि रहन्छ यो व्यवस्था। तपाईँहरूले संविधान संशोधन गर्ने भनेर दलहरूले जो निर्णय गर्नुभएको थियो, खै त्यो संविधान संशोधन गरेको? संविधान संशोधन गर्ने नै हो भने साथीहरूलाई यहाँ नराम्रो लाग्ला, संविधान संशोधन गर्नुपर्छ। नेपालमा चाहिँ एउटा चाहिँ सिंहदरबारको सरकार चलाउन सक्ने खुबी नभएकाले तपाईँहरूले 8 ठाउँमा चाहिँ सरकार बनाइरहनु भएको छ। त्यो प्रदेशको औचित्य के हो मलाई बताउनुहोस् त। प्रदेशमा चाहिँ त्यहाँ एउटा मन्त्री बनाउनु पर्यो भने यहाँबाट तपाईँहरूले चाहिँ तोकेर पठाउने। यो 7-8 वर्षको अवधिमा चाहिँ प्रदेशहरूले चाहिँ नेपाली जनताले दिएको के हो? त्यहाँ कति उद्योग धन्दा खुल्यो प्रदेशमा, कति कल कारखाना खुल्यो, कति यातायातको विकास भयो, के भयो भन्नुहोस् त। त्यसकारणले यो अध्यादेश ल्याउनुको पछाडि भूमिहीन किसानलाई तपाईँहरूले जमिन दिन हो। यसपालि मात्रै हो तपाईँहरू सरकारमा गएको। यो बहुदललाई आएपछि लगातार तपाईँको सत्तामा हुनुहुन्न। कतिवटा आयोग बन्यो बहुदलीय व्यवस्था आएपछि, कति सुकुम्बासीले जग्गा पाए भन्नुहोस् त। सारा तपाईँ चाहिँ खेतीयोग्य जग्गा त्यो दलालहरूले जग्गा बेचबिखन गर्ने दलालहरूले ती सब फाँटका फाँट तपाईँ चाहिँ पक्की घर भए। ती घर भएका मान्छेले त्यहाँ चाहिँ बसेर खानेकुरा छैन। तपाईँ चाहिँ करोडौँ खर्च गरेर पनि तपाईँ चाहिँ विदेशतिर चाहिँ जान परिरहेको छ, गइरहेका छन्, खाली भए छन् ती घर। अब सहकारीको त म उपप्रधानमन्त्री भएको नि 72मा। सहकारीको यत्रो चाहिँ हो हल्ला छ। सहकारी कुनै व्यक्ति बेसीले लुट्छ कि सरकारको संरक्षणमा ठगहरूले ठग्छन्? यो बुझ्नु पर्दैन हामीले। त्यसकारणले त्यो सहकारीका जुन जनताहरू चाहिँ ठगिएका छन्, राज्यले तपाईँको चाहिँ सबभन्दा पहिले उनीहरूलाई तपाईँको चाहिँ त्यो क्षतिपूर्ति दिनुपर्छ, पैसा दिनुपर्छ। र ती सहकारी ठगहरूले तपाईँको चाहिँ लुटेको त्यो पैसा सबभन्दा पहिले सरकारले खोजी गरेर तिनको जायज छ अथवा तिनको पैसा कहाँ छ ती पीडितहरूलाई चाहिँ पैसा चाहिँ दिलाउनु पर्छ। होइन भने यो हामीले देखेका छौँ नि, जनताप्रति तपाईँको चाहिँ जनताको सरकारप्रति राजनेताप्रति यति घृणा देख्दाखेरि मलाई असाध्यै डर लाग्यो भने हामीलाई यो लोकतन्त्र यो गणतन्त्र कसैले बक्सिदिएको होइन। तपाईँहरू हामी वर्षौँ वर्ष जेल बसेर भूमिगत भएर विदेश बसेर लोकतन्त्रको लागि गणतन्त्रको लागि हामी लडे हो कि होइन? यो लोकतन्त्रमा गणतन्त्रमा हामी मुख्यमन्त्री भएपछि, हामी प्रधानमन्त्री भएपछि, गृहमन्त्री भएपछि, रक्षा मन्त्री भएपछि नेपाली जनतालाई हामीले दिएको के हो? महँगी
भ्रष्टाचार, राष्ट्रघात। ल भन्नुहोस्, अहिले अब अमेरिकाले युएस अन्तर्गत दिएको तपाईँ चाहिँ नेपाललाई दिने पैसा अरू राष्ट्रले दिएको पैसा उसले नदिने भयो। त्यो नदिने भयो, तर एमसिसी त फिर्ता गरेन नि। बुझ्नुभयो? माछा मिठा काँडा तिता। अमेरिकी सरकारले त एमसिसी पनि फिर्ता गर्नुपर्छ नि नेपालबाट। एमसिसीको उद्देश्य बेग्लै छ नि त। यहाँ संसदभित्र तपाईँ चाहिँ एमसिसीको चाहिँ यहाँ बोकाउने बेलामा राष्ट्रिय जनमोर्चा एक्लै थियो कि यसभित्र चाहिँ ठुलो खेल छ, यो चाहिँ इन्डो प्यासिफिक रणनीतिभित्रको यो रणनीति अन्तर्गतको यो खेल हो, यो अमेरिकन खेल भन्दाखेरि अहिले युएसए अन्तर्गत आएका सबै चाहिँ उनले बन्द गर्ने, एमसिसी बन्द नगर्ने। एमसिसी स्वीकार गर्नुभन्दा पहिले के भन्नुहुन्थ्यो एक थरी यहाँका साथीहरूले, पार्टी छोड्छन् ज्यान जाला, एमसिसी स्वीकार गर्ने भने होइन। त्यो 12 बुँदीको चाहिँ के खोल ओढाएर तपाईँले स्वीकार गरे होइन। त्यसो हुनाले सचिनुपर्छ हामी सचिने होइन भने तपाईँ चाहिँ लोकतन्त्र गणतन्त्र त के, तपाईँ चाहिँ राष्ट्रकै अस्तित्वमा समस्या छ। मान्य सदस्य, शक्ति राष्ट्रहरूले तपाईँ चाहिँ हेरिरहेका छन् कि यसलाई चाहिँ प्ले ग्राउन्ड गराउने नै उनीहरूको उद्देश्य छ। तपाईँहरूले भन्न सक्नुहुन्न, किनभने उनीहरू चिडिन्छन्, उनीहरूले नराम्रो मान्छन्। त्यस कारणले देश बचाउनको लागि, देशको अस्तित्व बचाउनको लागि, देश बचाइरहनुको लागि हामी राजनीति गर्ने मान्छेहरू सबभन्दा सफा, सबभन्दा इमान्दार, सबभन्दा चरित्रवान हुनुपर्छ। राष्ट्र र जनताप्रति गर्नुपर्छ राजनीति, आफ्नो लागि, आफ्ना परिवारको लागि, आफ्ना नातागोताको लागि, आफ्ना पार्टीका मान्छेलाई जोगाउनको लागि। यही सहकारीको जात्रा हेर्नु न। सत्तामा शक्तिमा भएकालाई तपाईँको चाहिँ केही नभए पनि हुने, अनि सत्ता बाहिर भएकालाई कोद्दाखेरि यहाँ साथीहरू उफ्रनु भएको छ, उहाँहरू उफ्राइलाई मैले समर्थन गर्दिनँ। एउटा कुरा के हो भने सत्ता र शक्तिमा भएकाले घुस खाए पनि, भ्रष्टाचार गरे पनि, जे गरे पनि हुने। स्वयं अहिलेको चाहिँ राष्ट्रसभाका अध्यक्ष चाहिँ गृहमन्त्री दुवैचोटि उहाँ त चोखो हुनुहुन्थ्यो त। यही प्रधानमन्त्रीले भने होइन, उहाँ चोखो हुनुहुन्छ। महान्यायाधीशले भने चोखो हुनुहुन्छ, आइजीले भने होइन चोखो हुनुहुन्छ। यस्तो गति हो हामीले राजनीति गरेको। हामी जन्मेको सत्ता र शक्ति त्यसबाट दुरुपयोग कमाउनै मात्रै हो। यसो हो भने राजनीति गर्नलाई त फाइदा होला, तर राष्ट्रले र भोलिको चाहिँ नयाँ पिँढीले हाम्रो नाम लिँदा पनि तपाईँको चाहिँ मुख खोकली छ। धन्यवाद।